हामी धनगढी जान लागेको मोनिका र म अनि बसन्ती दिदी भएर एक्सट्रिमली एक्साइटेड सी वाज एक्साइटेड फ्रम द डे सी नोज सी इज गोइङ यस एब्सोल्युटली बर्दिया नेसनल पार्क पार गरेर कर्णाली पुलबाट प्रवेश गर्दैछौँ दिस इज कर्णाली ब्रिज That one is Bardia National Park. The view from window. First day in Dhamgadi, in back of our room, 301. After lunch, we were called at the hall and got to know we had 2 sites to plan. And we were going to the site for community engagement and site analysis. We are going for site visit. Yes. The community people were too friendly. Women and children were little shy to express themselves, but they did their best to say what they need in the park. This is the river beside the site. And this is the existing site condition. हाम्रा बुद्धिजीवीहरू जे जस्ता छन् उहाँहरूसँग राय सल्लाह लिएर जे बनाउनु पर्ने छ त्यही बनाउने भन्ने कुरा भएको र खास गरी यसमा हामी निश्चित गरेका छैनौँ अब के बनाउँदा उचित हुन्छ उहाँहरूको सबैसँग राय सल्लाह लिएर सरसल्लाह लिएर गर्ने विचार छ regarding participation and different methods. I will learn a lot. I've been teaching design studios earlier, teaching theory of architecture, theory of planning, and also energy efficient building modeling. This is the brief of the studio. 66 after living for 90 years, she says that box must be very busy. So now you decide whether you want to create a body without soul or children, so 50% of the total population in that ward are children. One part is that our part will contain trees and मुखलाई नै सेयर बनाउने कि afternoon because of the fall. So probably my first visit in winter. And there's also festivity today, so it's very, very quiet. So much of, I guess, the foundation for probably there. We just, look at them and... I usually design for the functioning during the daytime, but it's not always easy. Why are you overburdened? किनभने दिनभरि पनि घरमा काम गर्ने र फेरि बेलुका पनि गएर इकोनोमिक एक्टिभिटी त्योभन्दा अगाडि मैले के सोच्थेँ भने यो हाँस सल्लाह यो चिजहरू भनेको मान्छेले आफूले खानलाई पाल्छ भन्ने दिमागमा थियो कि होइन तर त्यो के भने त्यो भनेको त्यो इमर्जेन्सीको पुँजी रहेछ क्या त्यो हामी कानको बालुवा लाउँछौँ
फलानु सुनको लगाएर यो बेचेर यो गरौँला भन्छ नि इमर्जेन्सी पऱ्यो भने। अनि उहाँले त्यो कुरा सुनाइसकेपछि अनि बेचौँ सबै मेरो चलाइसकेँ। 1 महिना मैले पुऱ्यो भने त मैले चाहिँ यो एउटा कुखुरा ठुलो भइसक्छ, त्यो बेचेर म आफ्नो जीवन जाने उठाउन सक्छु भन्ने मलाई लागिसकेपछि मैले त्यही गरेँ, रोक्स्याप ठिक पनि हुनु पऱ्यो। यो उहाँको घडी सुने है मलाई पुरा गजब लाग्यो। मैले भने ओ मेरो लागि त नयाँ कुरा भयो, नयाँ लिस्ट सिकेँ। राति भनेको रेस्टिङ टाइम नै हो नि त हाम्रो, अनि त्यो पनि भयो। अनि त्यसपछि त्यस्तो गर्दाखेरि अघि न उहाँले सोध्नुभएको थियो जेन्जीहरूलाई चाहिँ कसरी बाहिर लिएर आउने त, हामी जस्तो मान्छेहरूलाई चाहिँ कसरी बाहिर लिएर आउनुहुन्छ। देखो ना गाइस। क्या ये गाइस? You don't need to go into the context, but then how the place is located, an index map is required that you can. Information as much as possible so that we are able to interpret later on. Okay. Thank you. We were revisiting the community for community interaction. दिउरानी जिठानी आफ्नो ड्रेस लगाएर गयो हो। मेरो लागि त कुरा पनि गर्यो हो मैडम। हेलो तिमी तिम्रो नाम? मेरो नाम ट्विङ्कल पाठक। आज हामी सँगै काम गरिरहेछौँ। हामी यहाँ कम्युनिटी घुम्दैछौँ। कस्तो राम्रो थारू कम्युनिटी रहेछ यहाँ। यस, तर पक्कै घर धेरै बनिसक्यो। उसलाई यो थारू कम्युनिटीको बारेमा धेरै कुरा थाहा रहेछ, मलाई नि भनिदिइरहेछ। वेलकम टु माई होम टाउन। धनगढी। यस
जति मन्दिरहरू बनाएको छ नि सबमा हामी त्यतिकै कुरा सघाएको छ पुरै छ सबैजना चाहिँ आफै गर्नुहुन्छ यो वाला घर भन्दा त यो वाला घर त धेरै बेटर नि है हेर्दा कस्तो राम्रो त्यही नमस्ते खाना त खानु हो नमस्ते नमस्ते अर्को भने चाहिँ उनीहरूको ड्रेनेज चाहिँ यसरी नै जानुपर्छ नदीमा त्यसरी नै जानुपर्छ अनि डस्टबिन चाहिँ यो चाहिँ राम्रो लाग्यो थियो डस्टबिन चाहिँ यस्तो एनिमलको उसमा एनिमलको थिममा भयो चाहिँ around the temple is flooded. They have to access the temple. So that one is another problem. यो एमपी हामी त्यस्तो धेरै गर्न सक्छ यस्तो कुरा चाहिँ हामी गर्न सक्छ जस्तो लाग्यो कि अनि यो कुरा भयो तर अब यस्तै त सेम टु सेम भएन तर अहिले चाहिँ हामी यहाँ बङ्क हालेर सिनेमा के अरे अर्को सिनेमामा बङ्क हालेर यहाँ पानीपुरी खान आएको छौँ दिज आर द पिपल be reduced to profit and loss. The Charter of Athens model is of great interest to the private sector. कस्तो लागिरहेको तिमीलाई अघि पानीपुरी खाएर आएन कस्तो लागिरहेको तिमीलाई उसलाई त सधैँ रमाइलै लाग्छ यस अहिले कति बज्यो अब 9 बज्यो सुत्ने टाइममा डिजाइन गर्दा कस्तो फिल भइरहेछ थकित तिमीलाई कस्तो लागिरहेछ मलाई त केही लागिरहेको छैन निन्द्रा लागेन तिमीलाई निन्द्रा त लागेको छैन यो मन्दिर भयो जस्ट एउटा स्पेस जसरी The community was asking when the people will come into the site, we wanted a photo. This was actually their requirement. But we thought photo will divided the community people into 3 groups. One is children, and the other one is the working class people, working age group people, and it's up to 1 to 14 years old. हेलो हाई कस्तो भइरहेको छ धनगढी धनगढी एकदम रमाइलो छ वी आर वकिङ अन द स्ट्रिट्स अफ धनगढी कस्तो कम्फर्टेबल छ है फुटपाथ ब्राइट छ हामी अहिले पानीपुरी खाएर आएको धनगढीको अनि त्यसपछि फेमस लस्सीमा आइसक्रिम अनि त्यसपछि कोकोनट हिजो चाहिँ चाउमिन खाएको रेड हुँदो रहेछ यहाँको चाउमिन जताजतै अनि चितवन काठमाडौँमा त जताततै ठेलामा मोमो पाइन्छ होइन यहाँ चाहिँ मोमो नै देखेन हामीले स्ट्रिट फुडमा सबै चाउमिन जताजतै चाउमिन लभर्सहरू को सिटी रहेछ यो धनगढी त्यही त मोमो नै छैन कि लिटरली स्ट्रिटमा
6:30 बज्यो हामी भर्खरै काम सक्यौँ अब हामी सुत्छ ऊ त आज फर्स्ट टाइम यति राति बसेको नत्र एकदम मेहनती मान्छे हो सधैँ छु सधैँ टाइममा काम भ्याउने मान्छे हो कस्तो लागिरहेको अनुभव भनिदेऊ न सुत्न मन लाग्छ तर सुत्न मन लागेको पनि छैन किनभने बिहान उठ्न सक्दिनँ मलाई थाहा छ हजुरहरूसँगै बसेर हामी समुदायमा बसेर सहर डिजाइन गऱ्यौँ र हजुरहरूको के हजुरहरूको आवश्यकताहरू अनुसारै हाम्रो भाइ बहिनीहरूले चाहिँ यहाँ डिजाइन गर्नुभएको छ त्यो लागि म हार्दिक अनुरोध म विजयराज जोशी गणेशमा अन्तर्पालिका वडा नम्बर 13 को वडा अध्यक्ष हामीले चाहिँ हामीबाट हामीले त्यहाँनिर पहिला जुन जिम भन्नुभएको छ नि तपाईँहरूले त्यसलाई हटाएर माथि माथि थपेर त्यसमा उनीहरूलाई लुकीछुकी खेल्ने हरे कुराहरू यस बच्चाहरूलाई दोस्रो परियोजना लिएर आएका छौँ र हामीले सामूहिक छलफलमा चाहिँ हजुरहरूको कस्तो चाहिएको थियो हजुरहरूलाई भनेर सोधेका थियौँ र त्यसमा चाहिँ बालबच्चाहरूलाई खेल्नको लागि एउटा पार्क चाहिएको रहेछ त्यस्तै गरी महिलाहरूलाई चाहिँ आफ्नो सिट प्रस्फुटनको लागि चाहिँ एउटा ठाउँ बनाइदिनु भयो भने राम्रो हुन्थ्यो भने हाम्रो दोस्रो परियोजना हो त्यसमा चाहिँ हामीले चाहिँ 4 पहिलो चरणमा चाहिँ हामीले त्यो बिचको ठाउँमा चाहिँ हामीले त्यो फेरबदल गरेर त्यसलाई चाहिँ जसमा छ त्यसमै राख्यौँ त्यसपछि बच्चादेखि बुढासम्म सबैले नै एउटा चिल्ड्रेन पार्क गएर बच्चाको लागि पार्क चाहिँ हुनै पर्छ भन्नुभएको हुनाले शौचालय छ राम्रो भिडियो यसको अर्को इमेजमा हामीले हजुरलाई भन्छौँ यो पनि हाम्रो यो रोडहरू कसरी कसरी देखिन्छ भन्ने साइडबाट हेर्दा के देखिन्छ भन्ने कुराहरू अघिकै कुरा हाम्रो जुन डिजाइन चाहिँ हाम्रो भाइ बहिनीहरू जो चाहिँ हाम्रो देशबाट विभिन्न कुराबाट आउनुभएको विभिन्न विश्वविद्यालयबाट यहाँ आइसक्नु भएको हाम्रो भाइ बहिनीहरू विद्यार्थी भाइ बहिनीहरू जय श्री राम Great job catching up, and I'm sorry if you didn't sleep much. I think not. You did great amount of work in such a short time. Boxes covered by a metal sheet roof. Have you seen? Yeah, if you have kind of feedback and want to share it with us, you'll have the cities from an email. We have sent you just the link to do the post survey if and when you have time in the next week or just today before you go home, and also just to upload all of your documents to the drive, because hopefully we can then refine the designs and hand it to the municipality, and if and when they're ready to gather the funds and implement it on site, then you can follow that along as well. Be back by with beautiful Monica. This is our washroom. This is our locker, and this is where we have stayed for 5 days. This room feels so personal right now, eh? Take it. The mirror selfies over here with this bag. Only checking outfit over here.
अब सक्यो थ्याङ्क यू दिदी You're welcome. मैले तिमीहरूसँग केही टाइम स्पेन्ड नै गर्न पाएन हामीले हाम्रो साथीहरूको लागि मम्मीहरूको लागि मिठाई लिएको छौँ फेमस इन धनगढी Beer sweets. How are you feeling? Sad. Sad छ छोडेर जानु पर्यो नि त कस्तो रमाइलो भइरहेको थियो नयाँ नयाँ मान्छेहरूलाई भेटेर त्यही भएर तर के गर्ने जानै पर्यो घर फेरि अर्को ठाउँ जाने नयाँ ठाउँ आज रातभरि सुते होइन आँखाको बिचरा मेरो आँखाहरू निन्द्राको लागि तकिरह केही छैन बट वर्थ इट मजा आयो इङ्ग्लिसमा बोल्न आइरह त्यही अस्ति इङ्ग्लिस बोल्न परेको थियो नि त हामी अब चितवन फर्किँदैछौँ 5 दिनको ट्रिप एकदमै रमाइलो भयो वी इन्जोय एकदम रमाइलो हिजो एक्जस्ट भयो नत्र त त्यो नराम्रोवाला दिन त कहिले भएन है एकदम मजा भयो तर हिजो पनि रमाइलो भयो सबै रातभरि बस्दाखेरि त हामी मात्रै बस्नु पराएन नि त यहाँ बसन्ती दिदी यहाँ हुनुहुन्छ ओके धनगढी सी यु नेक्स्ट टाइम बाई बाई